नमस्ते सबैजनालाई। आज चाहिँ हामी रोबोटिक्स प्रोजेक्टमा धेरै युज हुने अल्ट्रासोनिक सेन्सरको बारेमा पढ्न जाँदैछौँ। अल्ट्रासोनिक सेन्सर भनेको के हो? अल्ट्रासोनिक सेन्सर भनेको चाहिँ एउटा यस्तो सेन्सर हो जसले चाहिँ अल्ट्रासोनिक साउन्ड चाहिँ यसले फाल्न सक्छ र जुन हाम्रो इलेक्ट्रिकल इनर्जी हुन्छ त्यो इलेक्ट्रिकल इनर्जीलाई साउन्ड वेभमा ट्रान्सफर गर्न सक्छ वा कन्भर्ट गर्न सक्छ र साउन्ड वेव्सलाई चाहिँ हाम्रो इलेक्ट्रिसिटीमा चाहिँ इलेक्ट्रिकल इनर्जीमा कन्भर्ट गर्न सकिन्छ। अल्ट्रासोनिक सेन्सरले फाल्ने भनेको चाहिँ अल्ट्रासोनिक साउन्ड हो, जुन साउन्ड चाहिँ मान्छेले सुन्न सकिने साउन्डभन्दा एकदमै हायर फ्रिक्वेन्सीको हुन्छ र मेनली यसको फ्रिक्वेन्सी भनेको चाहिँ 18 किलोहर्ज भन्दा एबभ हुन्छ। र अल्ट्रासोनिक सेन्सर चाहिँ यस प्रकार देखिन्छ। यो चाहिँ HCR04 सेन्सर हो। यो सेन्सरमा चाहिँ 4वटा पिन हुन्छ। VCC पिन, ट्रिगर पिन, इको पिन र ग्राउन्ड पिन हुन्छ। VCC र ग्राउन्डबाट हामी चाहिँ पावर सप्लाई दिन्छौँ भने ट्रिगर र इको चाहिँ हामी साउन्ड फाल्न र रिसिभ गर्नको लागि हामी युज गर्छौँ। जस्तै अब ट्रिगर पिन भयो। ट्रिगर पिनबाट जति बेला हामी चाहिँ त्यसमा चाहिँ पल्स सेन्ड गर्छौँ, अब मानव चाहिँ टाइम t0 मा चाहिँ हामी पल्स सेन्ड गर्न स्टार्ट गर्यो। यसरी चाहिँ के हुन्छ, हाम्रो साउन्ड वेभ चाहिँ ट्रान्समिट हुन्छ र कुनै बिचमा यदि अब्जेक्ट आइदियो भने त्यो साउन्ड वेभ के हुन्छ, त्यसपछि रिटर्न हुन्छ हैन। त्यो अब्जेक्ट आइदियो भने त्यो साउन्ड वेभ चाहिँ फेरि रिटर्न हुन थाल्छ। अब मानव चाहिँ रिटर्न भएको साउन्ड चाहिँ टाइम t1 मा चाहिँ रिसिभ गर्यो इको पिनले, भनेपछि हामीलाई चाहिँ टोटल टाइम कति टेकन गर्छ त्यो फाइन्ड गर्न सक्छौँ। अब एउटा कुरा हामीलाई चाहिँ स्पिड अफ साउन्ड इन एयर हामीलाई थाहा छ 343 मिटर पर सेकेन्ड। त्यसै गरी टोटल टाइम टेक टु रिटर्न भनेको t1 माइनस t0 पनि हामीलाई निकाल्न सक्छौँ। अब टु वे डिस्टेन्स चाहिँ हामीले फाइन्ड गर्न सकिहाल्छौँ। भनेपछि सेन्ड गरेपछि रिसिभ गरेसम्मको कति टाइम लाग्यो त्यो चाहिँ हामी क्यालकुलेट गर्न सक्छौँ। त्यो भनेको टोटल टाइम t1 माइनस t0 भइहाल्यो। भनेपछि टु वे डिस्टेन्स भनेपछि जान र आउने कति डिस्टेन्स कभर गर्यो त्यो भनेको टु वे डिस्टेन्स हो। भनेपछि भेलोसिटी अफ साउन्ड इन एयर हामीलाई थाहा छ 343 मिटर पर सेकेन्ड, अनि टाइम पनि हामीलाई थाहा भइसक्यो कति टाइम उसले लगायो रिटर्न हुनलाई। भनेपछि भेलोसिटी अफ साउन्ड इन एयर इन्टु टाइमबाट हामी टु वे डिस्टेन्स फाइन्ड गर्न सक्छौँ। तर हामीलाई त के चाहियो, वान वे डिस्टेन्स चाहियो। भनेपछि जुन सेन्सर हुन्छ सेन्सरदेखि अब्जेक्टसम्मको डिस्टेन्स चाहियो। भनेपछि त्यो डिस्टेन्स फाइन्ड गर्नको लागि के गर्नुपर्छ, यो टु वे डिस्टेन्स डिभाइडेड बाई हामीले 2 गरेपछि त्यो डिस्टेन्स चाहिँ हामी फाइन्ड गर्न सक्छौँ। यसरी चाहिँ हामी अल्ट्रासोनिक सेन्सरबाट चाहिँ हामी डिस्टेन्सहरू फाइन्ड गर्न सक्छौँ। अब अल्ट्रासोनिक सेन्सर मेनली चाहिँ युज हुने भनेको डिस्टेन्स मेजरमेन्टको लागि हो। त्यसै गरी चाहिँ अब्स्ट्याकल अभोइडिङ रोबोटहरूमा हामी युज गर्न सक्छौँ। त्यसै गरी स्मार्ट डस्टबिन प्रोजेक्टमा पनि युज गर्न सकिन्छ। ब्लाइन्ड स्टिकमा पनि युज गर्न सकिन्छ। अनि पार्किङ सिस्टमहरूमा पनि अल्ट्रासोनिक सेन्सरको एकदमै धेरै युज हुन्छ।